आज पावर प्ले हो कि 10 ओभरको गेममा आइम क्वाइट कन्फ्युज। पावर प्लेमा मतलब 80 रन कटाइसकेका थिए केटा हो त यिनीहरूले होइन। तपाईँको टिम सेफर्ट र तपाईँको यतापट्टि टिम सिफर्ट र तपाईँको यतापट्टि हेर्नु छ भने फिन एलियनले आज भाइ 84 रन इन पावर प्ले ब्रो, 84 रन इन पावर प्ले। अब भाइ यो मान्छे त म एउटै कुरा भन्छु ब्रो यार, तिमी तिमी आफ्नो कुन ग्रह हो, तिमी आफ्नो ग्रहमा जाऊ, तिम्रो ग्रह यो होइन, तिमीलाई यहाँ कम्पिटिसन छैन फिन एलियन होइन। भाइ 33 बलमा सेन्चुरी हानिदिएको छ ब्रो। दिस इज गोइङ टु बी द मोस्ट प्रोबेबली फास्टेस्ट सेन्चुरी र यो रेकर्ड ब्रेक हुनेवाला छैन ब्रो। टी20 वर्ल्ड कपको हिस्ट्रीको फास्टेस्ट एभर सेन्चुरी आज यहाँनिर ड्रप भएको छ होइन फिन एलियनको। र मलाई लाग्छ यो 10 वर्षसम्म पनि, अबको 10 वर्षसम्म पनि यो रेकर्ड ब्रेक हुनेवाला छैन। र ओपोनेन्टमा चाहिँ मङ्गोलियै भए पनि मलाई लाग्छ कि यो रेकर्ड ब्रेक हुनेवाला छैन का। This is the record what is crazy bro यार। 33 बलमा सेन्चुरी फिन एलियनको जुन प्रकारले आज पर्फर्मेन्स छ, यो त कुनै अर्को देशको एलियनै आयो भने मात्र तोड्ला, मतलब यो धरतीको इन्सानले तोड्न सक्छ जस्तो लाग्दैन मलाई।